खोल्नै पर्ने हो फुटाउनु पर्ने कि छ कि के छ होइन भनेको भित्र केही चिजहरू तोड्नु पर्ने त्यो निकाल्नको लागि अब हेर न ल कसरी खोल्ने होला माटोहरू पनि रहेछ त यो निस्किन्छ होला यो के गर्नु सुनको सिक्का हो यो काठमा पनि मिलेन है कपर हो यो हजुर यो धेरै पुरानो हो 1200 देखि म्याडम आउनु भएको छैन उसको एउटा सफा त्यही पुरानाहरू पढ्दै हिजो सुरुमा चाहिँ कहाँबाट जानकारी पाएको थियौँ भने चाहिँ जिल्ला प्रहरी कार्यालयबाटै जानकारी पाएको थियौँ व्यक्ति 2083/4/24 गते दिनको 2 बजी चाहिँ जिल्ला कपिलवस्तु नगरपालिका वडा नम्बर 5 बबनीमा चाहिँ पोखरीमा चाहिँ मान्छेहरू खेती गर्ने क्रममा चाहिँ स्थानीयहरूले तामा जस्तो देखिने भाडा भनौँ न करुवाभित्र चाहिँ तामाको सिक्काहरू फेला परेका छन् अनि त्यसै दिन हामी चाहिँ त्यहाँ लिन गएर चाहिँ जिल्ला प्रहरी कार्यालयमा सचिव ल्याएका थियौँ अनि आज चाहिँ हामीले चाहिँ यहाँ चाहिँ हामीले खोल्ने क्रममा छौँ के कति कोइनहरू छ अनि यो कोइन चाहिँ विशेष गरी चाहिँ कहिलेको भनेर चाहिँ अनुमान गर्दाखेरि चाहिँ मुस्लिम समयको कोइन हुनसक्छ यसमा चाहिँ 12औँदेखि 13औँ शताब्दीको अनुमान गर्न सकिन्छ यसमा चाहिँ पुरै कोइनहरू चाहिँ डिटेलली सफा गरिएको छैन अब यसलाई चाहिँ हामीले डिटेलली हामीले आज यहाँ जिल्ला प्रहरी कार्यालयबाट चाहिँ हामीले हस्तान्तरण गरेर लगेपछि चाहिँ हामीले विस्तृत रूपमा चाहिँ म्युजियममा राखेर अध्ययन अनुसन्धान साथै कन्जर्भेसन गरेर भविष्यमा चाहिँ प्रदर्शनीमा राख्नेछौँ।